Hi, hello, welcome back to my channel. Namaste, सेवारो फेरि पनि स्वागत छ धेरै पिछाडी धेरै क्यापिङ पिछाडी हजुरहरुलाई स्वागत छ मेरो च्यानलमा। अनि आज चाहिँ बाहिर टाइटल बाहिर थम्बनेल हजुरहरुले पक्का पनि हेरेर थाहा पाइसक्नु भयो होला आज के छ भनेर। आज चाहिँ डबल धमाका भन्दा नि के छ भन्दा हजुर के छ अनि के छ भन्दाखेरि आज लाइक टाइटल त हेरेर थाहा पाइसक्नु भयो बाहिर टाइटल। आज चाहिँ मोमो घरमा मोमो पार्टी छ प्लस के रे तुम्बा र जेठा तुम्बा र जेठी तुम्बा नि आउनु भएको छ र जेठा तुम्बा र जेठी तुम्बा आउनु भएको छ। अनि के लिएर आउनु भयो होला भनेर भन्दाखेरि चाहिँ लिचीको सिजन छ अनि लिची र कोला लिएर आउनु भएको छ हैन। अनि सो आज हेलो के भन्नु भएको फेरि भन्नु न अघि के भन्नु भएको थियो के भन्नु भयो तुम्बा हेलो तुम्बा पानी खानु भएको तुम्बा यो के भएको कसले ल्याइदिएको यो लिची चाहिँ तुम्बाले ल्याइदिएको कोला चाहिँ तुम्बाले ल्याइदिएको सबै खाने अब खाइसक्नुहुन्छ सबै सबै खान्छ तिमीलाई दिँदैन आयो लिची लिची एन्ड यो के हो यसको नाम कोला केरा कोला ए कोला माई खुसी भएको खुसी छ मेरो छोराछोरी देख्दा खुसी हुन्न ओ माई गॉड ल कसैलाई चाहिँ जिन्दगीमा टेन्सन र तनाव भएर टोयलेटको छेउमा बसिरहेको छ टोयलेट र बाथरुमको छेउमा त्यो पनि कस्तो म चाहिँ यहाँ आएर ढल्किरहेको छु खानासानाहरू खायौँ अनि एभ्रिथिङ हैन दिदीले टमाटर प्याज काट्दै गयो अनि एभ्रिथिङ इज रेडी भनौँ न रेडी भइसकेको छ सबै कुराहरू जस्तै कि भयो हैन उयोहरू सबै के मैदा सैदाहरू मोडिसाएर आएको छ किमा सिमाहरू के रे जस प्याज काट्नु पर्ने छ प्याज चाहिँ अब म एक्लै छु नि त अनि त्यही कारणले गर्दा अब आई हेभ टु डु हैन अनि त्यो कारणले गर्दाखेरि मैले चाहिँ मेरो साथीको देखि के रे त्यो मेसिन ल्याउन आएको छु प्याज एकैछिनमा त कटिङ भइहाल्छ क्या अब नत्र त मलाई त टाइम लाग्छ त्यो कारणले गर्दा म एकछिन थोरै रेस्ट गर्छु रेस्ट गरिसकेपछि मेरो साथीलाई पनि कन्ट्याक्ट गर्नु पर्यो नि त घरमा छ कि छैन फेरि छैन र त्यत्तिकै गयो भने त उयो हुन्छ हुँदैन नि त भएन नि अनि त्यस पछाडि उसलाई त्यसलाई कन्ट्याक्ट गरिसकेपछि म लिन जान्छु सामानहरू त्यस पछाडि म अत्ता ढिलो नगरिकन म छिटो गर्छु किनभने मोमो के अरे थोरैजनाको लागि बनाउने नि धेरैजनाको लागि बनाउनु पर्छ लट्स अफ पिपलको लागि घरमा सबैजनालाई त्यो कारणले गर्दाखेरि ओके स्टे ट्युन सो गाइस अहिलेको चाहिँ 12:55 हुँदैछ लगभग भनौँ न लगभग 1 बज्न आँटेको छ। अब चाहिँ म हैन रेस्ट गरेर एकछिन निदाएको छु भने अब ढिला नगरिकन म सुरु गर्छु किनभने म देख्न सक्नुहुन्छ यहाँ काहीँ पनि कोही पनि छैन म एक्लै छु। अब मैले स्टार्ट गर्न आँटेको सो हियर वी गो ल स्टार्ट गरौँ है सबै रेडी गरिसक्छु अचारहरू बनाएको छैन किमाहरू उयो गरेको छैन बनाइसकेपछि एकछिनमा फाइनलमा देखाउँछु अनि त्यसलाई फेरि बटाबट गर्न थाल्छु है। सो अब चाहिँ यहाँनिर के भन्छ अरे प्याजहरू कहाँ छ देखाइदिउँ यहाँ सक्छ यो ब्लू रेड कलरको भएर कस्तो देखिरहेछ अनि यहाँनिर छ मैले मेरो साथीकोदेखि मिक्सिन लिएर आएको छु यहाँ गर्न आँटेको मजाले किनभने अब एक्लै छु मलाई एक्लै अब अप्ठ्यारो पनि हुन्छ भिडियो गर्दा यो सो यहाँनिर गर्छु सबै ब्लेन्ड गरिसकेपछि म तपाईँलाई देखाउँछु। ओ देख्न सक्नुहुन्छ फाइनली मेरो प्याज चाहिँ कटिङ यस्तो बनाइदिन्छ क्या यो मेसिनले बनाइसकेँ रेडी गरिसकेँ अब यस्तै ढिलो भिडियो गर्दै गयो भने टाइम लाग्छ सो अब फटाफट गरिहाल्छु ल एकैचोटि अनि देखाउँछु लास्टमा हजुरहरूलाई। सो गाइस हियर देख्न सक्नुहुन्छ हैन यस्तो असिन पसिन छ कि त्यस्तो साह्रो घाम त लागेको छैन र पनि क्या गर्मी एकदम ज्यादा छ यो पनि बन्द हुन्छ उग्रिहाल्छ म उयो भइहाल्छ। अनि यहाँनिर बाहिर मैले उयो किमा गरेर आएर यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ रहेको छ टमाटरको अचार बनाउन लागिरहेको छु अनि अब यो बनाइसकेपछि म चिसो फेनमा बसेर म बेल्न थालेर बनाउन थालिहाल्छु। ओके
सो मेरो मोमो चाहिँ एक भान भन्नाले 3टा तला हुन्छ नि, 3टा तलाको रेडी भइसकेको छ। अनि यहाँ रहेको छ थोरै थोरै हालेको टाँसिन्छ भनेर यो रहेछ भनेर हेरेर भनिदिनु होला मेरो मोमोको यो कस्तो छ। यहाँनिर छ ओ माई गड बेलुकीको 6 बजिसक्यो र मेरो स्टिल काम सकेको छैन। केही टाँस्यो यहाँनिर पसिना हेर्नु न। आया हो थाकित भयो। अझै छ बाँकी नै, हामी धेरैजना यहाँ हेर्नु यसैले यति बाँकी छ, अझै बाँकी छ। अब कहिले सकिन्छ। अब बाजेमा नि आउनु भएको छ नि, बाहिर जानु भएको छ। अब जति सकिन्छ गर्छु, त्यस पछाडि नसकेको भोलि उबारेर उयो गर्छु। अनि अघि एक लटको चाहिँ पाकेर हामीले अलिअलि थोरै चाखिसक्यौँ, मिठै भएको छ होइन। अब हेरौँ सबैजना आएपछि देखाउँछु है म हजुरहरूलाई। ओके माया मोमो कस्तो जाको मिठो भयो? मिठो। यहाँ मायाको मोमो यहाँ छ। मायाले मोमो खाँदै हुनुहुन्छ। हाम्रो बाजे चाहिँ खानु हुँदैन अरे। ठुली मोमो कस्तो मिठो? गुड ठुलीको चाहिँ यहाँ छ, खाँदै हुनुहुन्छ। यो चाहिँ रहेको छ पातको प्लेटमा चाहिँ यहाँ पस्किने कार्यक्रम हुँदैछ। यहाँ पनि छ, यहाँ नि छ र यहाँ नि रहेको छ हाम्रो। यस्तो गर्मी छ अनि यस्तो गर्मी छ कि राम गर्मी भनेको त म यस्तो गर्मी छ। उफ गर्मी भइरहेको छ जिन्दगीमा। यहाँ चाहिँ अब सबैजनाले खाँदैछौँ, बनाउने कार्यक्रम जारी नै छ। बनाउँदै खाँदै नै हो। सो ल अब चाहिँ पनि यहाँनिर लिइरहेको छ। नुमा खै हेरौँ तेरो खै न फेरि छोप्छ फेरि। यसको रहेको छ ल स्पेसल चाहिँ यसकै लागि हो। के छोपेको छोड। अङ्कललाई चाहिँ हाम्रो घरको अङ्कललाई चाहिँ मिठो लागेन अरे। अब के गर्नु त, अब घरको अङ्कललाई नमिठो लागेपछि के भन्दा ठिक छ। र पनि यसले खान्छ, नमिठो लागे पनि अङ्कलले खान्छ। यस्तो छ यो अङ्कल खबरहरू। अब यसलाई त गुलियो हुन्छ, बाहिर खाएर अगाएर आएको त, त्यही भएर हो। यस्तै हो यो चाहिँ लेट कमर्स है। यो चाहिँ लेट कमर्स खाँदैछ। यति बेलसम्म हुन्छ लेट कमर्स।